त्योमन आइल्यान्डसम्म आउनको लागि चाहिँ पहिला मर्सिङ आउनु पर्यो। मर्सिङ आएपछि चाहिँ त्यहाँनिर यहाँनिरको होटल बुकिङ, त्योमन आइल्यान्डमा होटल बुकिङ छ कि छैन भन्ने, किनकि यहाँ एकदमै थोरै घरहरू भएकोले होटल पनि कम हुन्छ। सो होटल कम भएकोले पहिला होटल बुकिङको व्यवस्था गर्नु पर्यो होइन। अनि होइन यो अब एयरपोर्ट त्योमन आइल्यान्डको एयरपोर्ट साइडमा आइयो भने चाहिँ होटल एकदमै प्रशस्त पाइँदो रहेछ। अनि अब खाने बस्नेको व्यवस्था पनि भइहाल्छ होटल भएपछि त टेन्सन लिनु परेन। तर अब होटल बुकिङ गरेर आउँदा चाहिँ एकदमै राम्रो। अनि मर्सिङसम्म आइसकेपछि चाहिँ टिकट लिनु पर्यो। जस्तै त्योमन आइल्यान्ड आउनको लागि चाहिँ एकचोटि आएको 75 गएको 75 भनेपछि 150 रिङ्गेट लाग्यो। अनि सो 150 रिङ्गेट त टिकट मात्र लाग्यो। अनि तपाईँलाई यो त्योमन आइल्यान्डसम्म आउनको लागि चाहिँ 30 रिङ्गेट चाहिँ सरकारी कर तिर्नु पर्दो रहेछ, सरकारी भ्याट। यो चाहिँ अब सरकारलाई होला, त्यहाँको सरकारलाई 30 रिङ्गेट, जम्मा जम्मी 180 रिङ्गेट लाग्यो एकजना बराबर। सो 180 रिङ्गेट तिरेपछि चाहिँ 11 बजी त्यहाँबाट जहाज छुट्दो रहेछ। 11 बजीको जहाजले तपाईँलाई यहाँनिर 2-2.5 घन्टापछि ल्याएर त्योमन आइल्यान्डमा छोडिदिन्छ। अनि चाहिँ त्यसपछि तपाईँले आफ्नो यहाँ होटलको व्यवस्था गर्नुपर्ने हुन्छ। होटल चाहिँ महँगो होला कि भन्ने सोच्नु भएको होला, महँगो छैन। 190 रिङ्गेटमा हामी 4 जनालाई एउटा रुम मिलेछ, 4वटा बेड छ। त्यसमा तपाईँहरू 5 जना 6 जनासम्म बस्न सक्नुहुन्छ। 190 रिङ्गेटदेखि 200। खाना चाहिँ अलिकति महँगो नै छ है त्योमन आइल्यान्डमा, खानाको लागि चाहिँ महँगै छ। खाना चाहिँ एकचोटि हामीले 4 जनाको ग्रुप आएको छौँ, 4 जनाले एकचोटि खाना खाँदाखेरि 120 सम्म गएको छ, नर्मल खानाहरू मात्रै पनि। भनेको 1 जना बराबर खाना चाहिँ तपाईँले 20 रिङ्गेट 30 रिङ्गेटसम्म पर्छ एकदमै खाना चाहिँ। यसरी नै हाम्रो दिन चाहिँ हिजो त्योमन आइल्यान्डमा बिताइयो होइन। यो अब बिचहरू हेरेर अनि यहाँको निलो पानी समुद्रहरू हेरेर यस्तै तपाईँहरूलाई पनि अब भिडियोको इन्फर्मेसन चाहिन्छ भने चाहिँ होइन, कुन ठाउँमा कसरी जाने भन्ने चाहिँ छिरिङ ट्राभल युट्युब च्यानललाई सेयर गरेर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है गाइज। अनि केही लागेको जानकारी छ भने पनि दिनु होला र कमेन्ट पनि गर्नु होला।